So hello everyone, good morning सबैजनालाई वेलकम ब्याक टु माई च्यानल, माई न्यू डे, माई न्यू ब्लग है। अन्तखेरि तपाईँहरू सबैजना कस्तो हुनुहुन्छ? आई होप यु अल आर डुइङ वेल। अनि म पनि एकदमै सन्चै छु है। आज चाहिँ होली हो है, त्यही भएर चाहिँ म होलीको मेरोबाट चाहिँ सबैजनालाई एकदमै धेरै 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 शुभकामना छ होलीको है। ह्याप्पी होली टु एभ्रीवान। अन्तखेरि आज चाहिँ म नयाँ भिडियो लिएर फेरि पनि धेरै दिन बादमा तपाईँहरूको सामने आइसकेको छु र त्यो भिडियो चाहिँ के हो भनेर म भन्दिनँ, किनभने चाहिँ यो गाइस अलरेडी म बाहिर टाइटल है हेर्दै जानुहोस् होला है लास्टसम्म। सो अहिले भने चाहिँ यहाँनिर मेरो म्यागी पाक्दैछ है, बोइल गर्दैछु म्यागीलाई मजाले। अन्त यहाँनिर चाहिँ यो चाहिँ फ्राई राइस बनाएर राखेको छु। यो चाहिँ बेलुकाको भात उब्रेको थियो नि त, त्यही भएर मैले यसलाई भुटेँ है। अन्त यो चाहिँ गुराँसको फुल नानीलाई ट्युसनबाट लिएर आउँदा चाहिँ बाटोमा झरिरहेको थियो, त्यही भएर मैले टिपिकन ल्याएर मजाले वास गरेर यो राखिरहेको छु। मलाई चाहिँ धेरै मनपर्छ नि त गुराँसको फुल, त्यही भएर है। त्यसको बादमा यहाँनिर म्यागी पनि पाकेर रेडी भएर पनि हामीले खाइसक्यौँ, खाँदैछौँ है। अन्त यहाँनिर भुटेको भात छ, साइडमा सिद्राको अचार छ है, कसको फेभरेट हो भुटेको भात। त्यसको बादमा चाहिँ यहाँनिर कुकुर पनि आएछ है। कुकुर चाहिँ म बिस्किट दिन्छु नि त, त्यही भएर चाहिँ माया गरेकोले गर्दामा चाहिँ आएछ है। अन्त कुकुरसँग चल्दै जिस्किँदै एकछिन बसिरहेको छु है म चाहिँ। यसको नाम चाहिँ हो ओरियो है, ओरियो बिस्किट जस्तै भएर चाहिँ यसको नाम ओरियो राखेको होला सायदै। सबैले ओरियो ओरियो भनेर बोलाउँछ नि त यसलाई। अन्त यो कस्तो मजाको क्युट छ है, बानीबाट पनि एकदमै राम्रो छ है। म चाहिँ डग लभर हो, अन्त कुकुर मलाई एकदमै धेरै मन परेको हुनाले चाहिँ म पुरा माया गर्छु नि त। रुमबाट निस्केको हामी साथीहरू गएको, अहिले पुगेर देखोस्, पुगिहाल्यो भने चाहिँ डेस्टिनेसन चाहिँ जङ्गलको बाटो छ। कुकुर पनि होलीको रङ लगाएर रातै भइरहेको रहेछ। त्यसको बादमा हामी पर पुग्यौँ। यहाँनिर चाहिँ शिव मन्दिर रहेछ, प्लस देवीधान पनि रहेछ है। यहाँनिरमा चाहिँ सर्टकट लाग्नुपर्ने हुन्छ। त्यसको बादमा चाहिँ हामी जाँदा जाँदा एउटा घरमा मजाले फुल फुलिरहेको छ, मैले भिडियो बनाएँ है। अन्तखेरि यहाँनिर चाहिँ हामी फाइनली सर्टकटबाट चाहिँ रोड निस्किसकेको छौँ है। अब चाहिँ अलिकति पर पुग्नुपर्ने हुन्छ हामीलाई, त्यहाँनिर गएर देखाउँछौँ हामी कहाँ जाँदैछौँ भनेर चाहिँ तपाईँहरूले थाहा पाउनुहुन्छ। हेर्दै जानुहोस् होला। के को लास हौ, म लास लाग्छ कस्तो दाम दिएको हेलो गर्दैन लास लाग्छ अरे, मै गर्नु पऱ्यो हेलो। उतातिर त दामी देख्दछ है, यहीँ आएको हेलो भन्यो न, हेलो भन्यो। तिमीले खै तिमीले हेलो भनेको? हेलो हेलो, दामी देख्दछ नि तर साह्रो मन पर्यो यो जग्गा चाहिँ मलाई। अब रोड पनि दामी रहेछ, गिङ जान्छ त्यताबाट उतल। ए यहीँ देख्दछ है, यति हेर्नु हामी चाहिँ अब फर्किँदैछौँ। उतल कमानबारी जानु पर्यो चाहिँ अब यहाँ काम गर्ने मान्छेहरू मस्जिदको पनि भिडियो बनाएर, मस्जिद कि मस्जिद के हो, मस्जिद अरे। तल जानुपर्ने हामी, जाउँ बाटोबाट तल्लो डाँडा। खै मान्छे बसेको डाँडा देख्दैन त। होइन होला यो हो र किवी अरे, यो हो र आलु चाउ चाहिँ
पुलिसको बुढी आर्मीको बुढी भए त यस्तो गरे हाम्रोतिर यतातिरको उयोहरू भयो भने यहीँ त ल्याउँछ खानामा के छ भने आजको मेरो भिडियो चाहिँ यति नै हो है। अब म माग्छु कहिले पनि। फाइनली गाइस हामी चाहिँ त्यो तलनिर आइपुगिसकेको छौँ है टी गार्डनमा। अन्त त्यहाँबाट चाहिँ आई लभ लेबुङ लेखेको चाहिँ यस्तो देखिँदो रहेछ है। माथिबाट चाहिँ हामी यहाँबाट लगाइरहेको छौँ। अहिले चाहिँ हामी चाहिँ अहिले फर्किँदैछौँ है उकालो। हामी चाहिँ उकालो फर्किँदैछौँ। यो चाहिँ पुलिस स्टेसन रहेछ। बल्ल बल्ल आइपुग्यो। तर त्यस्तो टाढो लाग्यो नि त। सो गाइस अहिले चाहिँ हामी घुमेर रुमसुम पनि आइसकिसकेको छौँ है। सो आजको भिडियो चाहिँ त्यति नै हो। अन्तखेरि तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो है, मन पऱ्यो भने प्लिज लाइक कमेन्ट सेयर अनि सब्सक्राइब पनि गरिदिनुहोस् होला। ओके बाई बाई, थ्याङ्क्स फर वाचिङ माई भिडियो।